1 किलोमिटरमा फरक पनि होइन कि धेरै नजिक नजिक। ल यार यतातिर त के पो सुन्दर ठाउँ पो रहेछ हौ। लोकल एरिया देखियो यता पनि घरहरू बस्तीहरू यस्तो दामी देखियो यार। माहौल गाउँ है नजिकै बस्तीहरू रहेछ है। बस्तीमा त बस्तीभित्र त यस्तो डेन्जर गाडी पनि पाउँदो रहेछ। यहाँ चाहिँ ड्रोनदेखि खिच्नुपर्ने खालको भिडियो रहेछ। र मैले चाहिँ यति मात्रै दिएको सबैतिर हेर्नु आउँदैन। छिटो हामी यो चाहिँ व्यायाम गर्ने है, शारीरिक तन्दुरुस्त हुनको लागि राम्रो किने रेस्ट गरे पछाडि चाहिँ बजार। हाम्रो बजार चाहिँ आन्सन बजार है। अब पहिला चाहिँ हामी ट्याक्सीमै जाने गर्छौँ अनि फ्री हुन्छ। अब दिन लामो हुँदैछ, अब दिन छोटो हुँदा चाहिँ अहिले झ्याप्पै रात परिरहेको हुन्छ, पक्कै ट्याक्सीमा जाने हो। अहिले चाहिँ दिन लामो छ अनि बस। ल गाइस इन्साम यो चाहिँ कोरियन जडीबुटीको खेती यसरी गर्छन् है। इन्सामको यो भित्र कसरी रहेछ थाहा भएन। यो परालले छोप्दो रहेछ। चिसो चाहिँ एकदम चिसो चाहिन्छ है यसलाई चाहिँ, त्यही भएर यस्तरी। पछि फेरि यो माथिको छरी चाहिँ हिउँ पर्दाखेरि मार्छ कि भनेर छोप्ने रहेछ। यसले चाहिँ सबै उठाइसकेको छ। एकदम चिसो चाहिन्छ रहेछ इन्सान जडीबुटी हो। अनि अर्को कुरा सडकका आठमा यस्तो कतै फायर लाग्यो, आगो लाग्यो भने पाले फर्काइसक्यो क्या। पिकअपमा अब काट्नु पर्यो अब अर्को हप्ता चाहिँ है। अब जाडो पनि गइसक्यो। अस्ति अगाडि चाहिँ आफै मिलाएको है, अलिक लामो भएको थियो। अनि मैले टक्कै सिजरले चट काटेको थियो अलिकति। अहिले चाहिँ आजमा कट भएको थियो, अहिले चाहिँ अलिक राम्रो देखिएको छ। ल अनि त त्यो जङ्गल यहाँ यतातिर पुरै यतातिर हो, त्यो हो काम गर्ने स्टाइल चाहिँ त्यहाँ हो। 4 गिपार्ट छ अनि बसाइ चाहिँ हो फेरि यता हो, यो हो यतातिर है। यो ठ्याक्कै मेरो त्यो उठेको कपाल सिधा त्यो अलिकति हुँदा त्यहीँनिर हो, सँगै हो। ल अनि के छ, सबैजना सन्चै होला, म पनि सन्चै। ल अब 2.5को चाहिँ भ्यू मैले देखाइसक्यो मेरो अनर्गति। अब यो यसरी चाहिँ फेरि यो पछाडिदेखि फेरि यसरी है।